सम्पूर्णमा नमस्कार छ। मेरो मनमा उठेको प्रश्न र यो प्रश्नको जवाफ हामी सदियोदेखि खोजिरहेको हामी नेपाली जनताले यसको उत्तर अहिलेसम्म पाएको छैन र यो पुराना दलका नेताहरूले वर्षौंदेखि लिपुले कालापानी र लिम्पियाधुराको नाममा आवाज उठाउने काम मात्रै गर्नुभयो र त्यो आवाजलाई चाहिँ आवाजमै सीमित बनाउनु भयो र त्यसको नाममा चाहिँ सोझा साझा नेपाली जनतालाई भ्रममा राखेर भोटको नाममा भोटर ब्याङ्क मात्रै बनाए र हामी नेपाली जनताहरू उल्लु। तर अहिलेको जेनेरेसन अलि फरक छ। अहिलेको जेनेरेसन भनेको अहिलेको इन्टरनेटको जमाना हो। पादे भने पनि सेकेन्डको भरमा मोबाइलमा आउँछ, न्युज बन्छ भनेपछि अहिलेको जुन यो सांसद भवनमा हाम्रा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले जुन अभिव्यक्ति दिनुभएको छ र 10 गजा सम्बन्धी भारतले मात्रै नेपालको भूभाग मिचेको होइन र नेपालले पनि भारतको भूभाग मिचेको हो भनेर म पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्नुभयो उहाँले। यो म गलत के भन्नुभयो? तपाईँ हामीलाई गलत केमा लाएर हामीले विरोध गरिरहेका छौँ? नबुझेर हो कि बुझेर हो कि? पाठ ब्याक जाउँ। आजभन्दा पुराना दलका नेताहरूको पनि 2/3 को दम्ब थियो नि त। काङ्ग्रेसको 2/3 थियो, एमालेको थियो, माओवादीको थियो। त्यतिखेर यो आवाज कहाँ गयो? जतिखेर नेपाली काङ्ग्रेसको प्रभावशाली नेता भनेको सुजाता कोइरालाले लिपुले कालापानी लिम्पियाधुरा यो भारतको भूभाग हो, हामीले भारतलाई बुझाउनु पर्छ भन्दाखेरि यो आवाज त्यतिखेर कहाँ थियो? अहिले जुन यो हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले भन्नुभयो ब्रिटिस भारत हुँदाखेरि, सुन्नुहोस् है, जुन बेला भारत ब्रिटिसको गुलाम हुँदाखेरि ब्रिटिस भारत हुने बेलामा सुगौली सन्धि भएको थियो। त्यो बेलाको दस्तावेज राखेर र बेलायतलाई साँची राखेर इङ्ल्यान्डलाई बोलाएर र टेबल टक गरेर आफ्नो मापदण्ड अनुसारको भूमि फिर्ता लिने भन्नुभएको सुन्नु भएन र तपाईँहरूले? हामी केका लागि विरोध गरिरहेका छौँ? अब यतिखेर भनेको अब आफ्नो भूभागको लागि हामी एक हुने बेलामा हामीले एक अर्काको खुट्टा किन तान्नु पर्यो के? भन्नुहोस् त आफै। अब राजनीति गरेर नेताहरूले सोझा साझा जनताहरूलाई लुट्नसम्म लुटे। अब एउटा सक्षम नेता जुन राजनीति होइन कूटनीतिद्वारा चाहिँ आफ्नो भूभाग चाहिँ फिर्ता ल्याउँछु भनेर साथी बनेर चाहिँ टेबल टक गर्ने, हिजोको दिनमा चाहिँ भारतले चाहिँ सानो भाइ भनेर बोल्ने जुन अभिव्यक्ति थियो, अहिले हाम्रो जेनेरेसनका आएको नेताले हेर्नुहोस् त, सँगै बसेर साथी जस्तै भएर टेबल टक गरेर आफ्नो सीमा छुट्याउने भनेर चाहिँ अभिव्यक्ति दिनुभएको छ के? यसमा के गलत भन्नुभएको छ ल भन्नुहोस् त साथी हो? अहिले पढे लेखेको जेनेरेसनको कूटनीति र पुराना दलका नेताहरूको राजनीतिमा कति फरक छ? तपाईहरु हामी यो कुरा छुट्याउन जरुरी छैन? एकचोटि सोच्नुहोस् त।